ट्रायंगल बाहेक अरू चाहिँ बनाउन सिक्ने चाहिँ इम्पोर्टेन्ट है। ट्रायंगल त जसलाई पनि बनाउन आउँछ। ट्रायंगल पछि आज हामीले मेन सिक्नुपर्ने भनेको यहाँबाट यसरी प्यारलल लाइन बनाउन सिक्यौँ। आज त्यो चाहिँ मेन इम्पोर्टेन्ट छ है। ल सुरु गरौँ। फर्स्टमा सबैले ट्रायंगल बनाउँ। सो सबैले कम्पास लगाएको। अब एंगल कति आ गरेछ त्यो नाप्ने। ल कम्पासले कति आ गरेछ त्यो नाप्ने। सो पुट ए कम्पास टिप एट यसलाई के भन्नु यसलाई एस भन्नु ल। पुट ए कम्पास टिप एट एस एस राख्छ। अनि अब पेन्सिललाई चाहिँ सानो 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 बनाएर यसलाई टी भनौँ। टीमा लगेर छुवाऊ। टीमा लगेर छुवाऊ। कम्पास सानो बनाऊ। पुट ए कम्पास टिप एट एस ट्राई टु मेक द कम्पास स्मलर। अब कम्पास ठुलो सानो बनाएर कसरी हुन्छ टीमा लगेर ठ्याक्कै छुवाऊ। यसरी छुवाऊ। छुएन भने कम्पास पेन्सिललाई अझै अझै लामो चम्काएर कम्पास ठुलो बनाएर छुवाऊ। यो के गरेको बच्चाहरु यो एंगल चाहिँ कति आ गरेको छ कम्पासले नापेको है। कति आ गरेछ नापेको। यति नै एंगल अब हामी माथि गएर कपी गर्यौ। मेजर गर्यो। नाप कहाँ राखेर लाइनमा है। पुट ए कम्पास टिप ओभर हियर एस मा अनि पेन्सिलको टिपमा चाहिँ टी मा हुनु है। कम्पास सानो बनाएर ठुलो बनाएर नाप्यो। यति नाप्यो। फर कन्फर्मेसन यसलाई काट्यो। कन्फर्म हुनको लागि टी मा छ कि छैन भनेर यसलाई काट्यो। त्यो के गरे हैन बच्चाहरु यो कम्पासले यो एंगल कति आ गरेछ यसो गरेर नाप्यो के हामीले। अब जति आ गरेछ त्यो कम्पास चेन्ज नगरिकन पुट ए कम्पास टिप ओभर हियर यहाँ माथि लगेर राख अनि यहाँबाट काट। यति नै एंगल काट्यो। यसलाई एंगल कपी गरेको भन्छ है। लाइक दिस वी कपी द एंगल। अब पुट ए कम्पास टिप एट यसलाई के भन्छ क्यू भन्छ। क्यूमा लगेर राख। क्यूमा लगेर राखेर माथि काट्यो। सो दैट इज योर प्यारलल लाइन। अब जोइन गर्दै त यसलाई तिम्रो प्यारलल लाइन सिधा लाइन भन्छ। स्केलले बनाउनै परेन सिधा प्यारलल लाइन। यही स्केलले बनाउनु पर्छ। मतलब प्यारलल लाइन बने प्यारलल लाइन प्यारलल बनेको नै हेर ट्रायंगलको साइड चाहिँ कति हुनु पर्छ क्वेशन तिमीहरुले पढाछ भने नयाँ ट्रायंगलको साइड चाहिँ 7 सेन्टिमिटर हुनु पर्छ भनेछ। अब नयाँ ट्रायंगल जहाँबाट हो भने 7 सेन्टिमिटर तान्ने। र फेरि स्केल लिऊ कम्पासमा 7 सेन्टिमिटर काट। 7 सेन्टिमिटर नाप। Now measure an arc of 7 centimeter. Now measure an arc. Measure 7 centimeter. Measure an arc of 7 centimeter. You come on to that. नयाँ ट्रायंगल को नाम के थियो? What was the new triangle's name? BCD भयो। B बाट 7 सेन्टिमिटर काट्ने है। क्वेशनमा अब 7 कहाँबाट काट्ने भनेको छैन। एउटा चाहिँ 7 पर्छ है। 0 बाट काट्ने भने इजिनेस है। उता क्लासमा पनि निलैले काट्दै थिए। यसरी 7 सेन्टिमिटर काट्ने। 7 B बाट 7 काट्छ अनि जोइन गर्यो। B बाट यो के भयो? 7 भयो। B बाट 3 र यहाँ C बाट पनि काट्यो जोइन गर्न सक्यो। यसलाई D भयो। B बाट 7 काटेको है यसलाई। उता मेरो शरीरले छेक्यो होला। त द्याट्स 7 सेन्टिमिटर। यो नयाँ बनेको ट्रायंगल चाहिँ के हुन्छ? नयाँ बनेको ट्रायंगल चाहिँ चेक गर्ने हो। नयाँ बनेको ट्रायंगल चाहिँ ABC को एरियासँग इक्वल हुन्छ। द्याट्स इट। अब यो भिडियो चाहिँ अहिले यसरी गयो।